सिंहदरबार छिर्न सिंहकै गुफामा बालेनले काठमाडौँ छाडेर केपी ओलीको गढ झापा 5 नै किन रोजे? राजनीति सधैँ सोझो रेखामा हिँड्दैन। कहिलेकाहीँ यसले यस्तो मोड लिन्छ जसले इतिहासका पानाहरू नै पल्टाइदिन्छ। आज हामी त्यस्तै एउटा टर्निङ पोइन्टको सङ्घारमा उभिएका छौँ। एकातिर काठमाडौँ महानगरको धुलो मैलो पन्छाएर नयाँ थिति बसाल्ने युवा क्रान्तिकारी बालेन शाह छन्, जसको हातमा वर्तमानको ब्याटन छ। अर्कोतिर झापाको माटोमा आफ्नो राजनीतिक साम्राज्य खडा गरेका भेटरान खेलाडी केपी शर्मा ओली छन्, जोसँग दशकौंको विरासत छ। काठमाडौँका मतदाताले बालेनका लागि फुलको सैया तयार पारेका थिए। महोत्तरीले आफ्नै छोरा भनेर मायाको काख फैलाएको थियो। तर अचम्म बालेनले यी दुवै सुरक्षित बन्दरगाह छाडेर सिधै आँधीको भुमरीमा हाम फाल्ने निर्णय गरेका छन्। बालेन काठमाडौँको आरामदायी जित छाडेर केपी ओलीको फलामे किल्ला मानिने झापा क्षेत्र नम्बर 5 मा ठोक्किन जाँदैछन्। आखिर किन? के यो बालेनको विनाशकाले विपरीत बुद्धि हो कि राजनीतिको चेसबोर्डमा चालिएको आजसम्मकै सबैभन्दा चलाक ग्रान्ड मास्टर मुभ? आजको भिडियोमा हामी बालेनको यो निर्णयभित्र लुकेको गहिरो पोलिटिकल इन्जिनियरिङ र आधारहरूको चिरफार गर्नेछौँ, जसले नेपाली राजनीतिमा भूकम्प ल्याइदिएको छ। काठमाडौँ 2 बालेनका लागि एउटा रेडिमेड जितको मैदान थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले त बालेनका लागि त्यहाँ रातो कार्पेट नै बिछ्याएको थियो। उता मधेसको महोत्तरीमा रगतको नाता र माटोको सम्बन्धले बोलाइरहेको थियो। राजनीतिमा सामान्यतया नेताहरू पानीको बहाव कता छ त्यतै पौडिन्छन्। शुभचिन्तकहरूले बालेनलाई बारम्बार भने, बालेनजी, राजनीतिमा सेफ ल्यान्डिङको पनि महत्त्व हुन्छ, किन भिरबाट हाम फाल्न खोज्दै हुनुहुन्छ? तर बालेनको मनोविज्ञान अर्कै धातुले बनेको देखिन्छ। बालेनले आफ्ना सल्लाहकारहरूलाई दिएको जवाब कुनै चलचित्रको डायलग भन्दा कम छैन। उनी भन्छन्, ससाना चुचुरा त जसले पनि चढ्छ, तर सगरमाथा चढ्ने आँट थोरैले मात्र गर्छन्। यदि म देशको प्रधानमन्त्री बन्ने सपना देख्छु भने अर्को प्रधानमन्त्रीको दावेदारलाई नहराई त्यो कुर्सीमा बस्नुको के अर्थ? केपी ओलीसँग नभिडी जितेको चुनावमा त्यो स्वाद कहाँ? यही स्वाद र साहसको खोजीमा बालेनले झापाको त्यो रापिलो मैदान रोजेका छन्, जहाँ एमालेको सङ्गठन जरा गाडेर बसेको छ। तर के यो आवेग मात्र हो? होइन, यसका पछाडि विभिन्न बलिया खम्बाहरू छन्। ती खम्बा र ती आधारहरूको बारेमा चर्चा गरौँ। बालेनको यो निर्णय भावनाको भेलमा बगेर गरिएको होइन। यो त कोल्ड ब्लडेड क्याल्कुलेसन हो। बालेन निकट स्रोतका अनुसार उनले आफ्नो उम्मेदवारी घोषणा गर्नुअघि सबमरिन शैलीमा एउटा गोप्य प्राविधिक टोली झापा पठाएका थिए। उक्त टोलीले झापा 5 को नसा छाम्यो। चिया पसलको गफदेखि सुकुम्बासी बस्तीको आँसुसम्म नाप्यो। उनीहरूको निष्कर्ष थियो, झापाको जमिनमाथिको हरियाली एमालेको देखिए पनि जमिन मुनि असन्तुष्टिको लाभा उम्लिरहेको छ। वर्षौंदेखि एउटै अनुहार केपी ओली हेर्दा हेर्दै जनतामा मोनोटोनी छाएको छ। अझ